मेरो सङ्घर्ष, मेरो सपनाको आज मैले एक्लोपन भित्रको मित्रता भन्ने शीर्षकलाई तपाईँहरूमा आज यसरी साबार गरेँ। एक्लोपन मेरो संसार थियो। संसारका आवाज, कुरा र भिडभाडले मलाई कहिले तानेनन्। मैले महसुस गरेँ साथीसँग रमाउनु मेरो प्राथमिकता थिएन। अरूले जति बोल्थे, जति हाँस्थे, म त्यति नै शान्ति खोज्थेँ। कसैप्रति चासो नराख्ने मेरो सोच मेरो जीवनको एक प्राकृतिक नियम जस्तै थियो। तर एक्लोपनमा पनि साथी हुन्छ। त्यो साथी म आफै थिएँ। मेरो भित्री आवाज, मेरो भित्री सोच, मेरो कल्पना, यिनै मेरो सच्चा साथी थिए। एकान्तमा बस्दा म आफ्नो मनसँग घुलमिल हुन्थेँ। मेरो विचार, मेरो उत्साह, मेरो डर सबैसँग घनिष्ठ सम्बन्ध बनाइरहन्थेँ। एकान्त मेरो जीवनको पहिलो शिक्षक बन्यो। म भित्रका भावनालाई चिन्दै गएँ। कसैलाई देखाएर होइन, केवल आफैसँग त्यो एक्लोपनले सिकायो कसरी आत्मविश्वास कायम राख्ने, कसरी आफ्नै सोचलाई बलियो बनाउने र कसरी आफैसँग मित्रता गर्ने। म कहिले भिडमा हराउने होइन, साथीसँग रमाइलो गर्न मन नलाग्ने, तर मेरो सोच, मेरो भावना, मेरो कल्पनामा रमाउने संसारका धेरै कुराले मलाई सताउँदैनथे। तर म मेरो एकान्तसँग सधैँ शान्त र सुरक्षित महसुस गर्थेँ। एकान्तमा मैले धेरै कुरा सिकेँ। आफ्नै निर्णयमा भरोसा राख्न, डर र असफलतासँग सामना गर्न, भावनालाई बुझ्न र स्वीकार्न, सानो सानो कुरोमा पनि ध्यान दिनु, समय र धैर्यको मूल्य बुझ्नु। यी सबै पाठ मलाई जीवनभर साथ दिए साथी बने। साँच्चीकै मेरो एकान्तले मलाई सिकायो, मलाई अरूले नबुझे पनि म आफैले आफूलाई बुझ्न सक्छु। त्यो आत्मज्ञान, आत्मसाथीको अनुभव मेरो मनको गहिराइमा बस्ने शक्ति अदृश्य भए पनि मेरो जीवनको सबैभन्दा बलियो कुरा हो। एक्लोपनभित्र बस्दा मैले देखेँ कसरी सानो कुरामा पनि अर्थ राख्छ। एक पुस्तक, एक गीत, एक विचार वा केवल शान्ति, यी सबैले मेरो मनको संसार सजायो। साथीसँग रमाइलो नहुँदा, अरूसँग कुरा कम गर्दा पनि मेरो भित्री संसार रङ्गीन, रमाइलो र अर्थपूर्ण थियो। यो कथा मेरो भित्री जीवनको कथा हो, जहाँ एक्लोपन केवल एक पीडा होइन, तर मेरो भित्र मेरो शिक्षक, मेरो मित्र, मेरो शिक्षक, मेरो मार्गदर्शन थियो। म भित्रको मसँग शान्ति अनुभव गर्थेँ। म भित्रको मसँग रमाइलो गर्थेँ र म भित्रको मसँग हरेक दिन सिक्थेँ। एक्लोपन मेरो साथी हो, मेरो सुरक्षा हो, मेरो प्रेरणा हो। संसारका हल्ला र अफवाहले मलाई छोएनन्। मेरो आत्मज्ञान र आत्मसाथीले मलाई बलियो बनाए र म बुझ्छु मेरो जीवनको वास्तविक खुसी मेरो एकान्तमा बस्दा मात्र, मेरो भित्री मित्रता र सिकाइसँग मात्र छ। हस्, तपाईँलाई यो एक्लोपनको भित्री मित्रता शीर्षकको कथा कस्तो लाग्यो? जस्तो लाग्यो उस्तै प्रतिक्रिया दिनुहोला। यसबाट तपाईँले के सिक्नुभयो त्यो पनि तपाईँहरूले कमेन्ट बक्समा लेख्नुहोला भन्दै आज अहिलेको लागि बिदा हुन चाहन्छु। फेरि अर्को